दर्शक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडो साङपो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन दलाई लामा ज्यूद्वारा दलाई लामा पुस्तकालय र अभिलेखालयको उद्घाटन। विश्व नेताहरूले परम पावन दलाई लामा ज्यूको 87औं जन्मदिनमा अभिवादन व्यक्त। पूर्व राजनीतिक कैदी जिग्मे ग्याछोको 56 वर्षको उमेरमा निधन। तिब्बती दूतावास कार्यालय लन्डनले धर्म विश्वासको स्वतन्त्रतामा अन्तर्राष्ट्रिय मन्त्री स्तरीय सम्मेलनमा सहभागिता। अब समाचार विस्तारमा। बुधबार बिहानै परम पावन दलाई लामा ज्यूले धर्मशालामा दलाई लामा पुस्तकालय र अभिलेखालयको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा परम पावन ज्यूले तिब्बती भाषा, संस्कृति र परम्परालाई जीवित राख्नको लागि विद्यालय र गुम्बाको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। Tona saba chile je yore. Dona tsenriwa se chele yiji menge de digi ta nganzu semkam rigwe ko shidu sane ngana chane gete pe tona che di shibu je pando du jane de shigi do wa. Cheza ngana je pyogi rikshun Samkang rigba zor gyube rikshun di ngana chane zamunyo di gala pando yodobuzi tanda shadi sha. Dona pyo nali yungazu yunay beti shivu jiga simshuk diche duks degi yore. Ene ngazo zanjuli yungay di yedi kanda pyo ki jibe tanda changme jiga simshuk di jiga ngay jiga lamdunru cheshiba di yedi gyakshi chumshi chane duks chimbari. 사다 조조 차서 자신의 마음이 다 메다 늦어리 대리인이 더리한테 고급지 손에 자신 와서만 올려 투시시 쇼이 परम पावन ज्यूका शिक्षाहरूको संरक्षण गर्नुका साथै मानिसहरूले तिनीहरूमा पहुँच गर्न सक्ने यस पुस्तकालयको उद्देश्य रहेको छ। पुस्तकालयले यसअघिका दलाई लामा ज्यूहरूको शिक्षाहरूलाई संग्रहित गरिरहेको छ। परम पावन ज्यूले प्रदान गरिएका विभिन्न पुरस्कारहरू यहाँ सङ्कलन गरी प्रदर्शनमा राखिएको छ। यस परियोजनाको पछाडिको उद्देश्य परम पावन ज्यूको जीवन र विरासतको अनुसन्धान गर्न चाहनेहरूका लागि स्रोतहरू जम्मा गर्नु हो। यस अभिलेख भवनको निर्माण 2017 मा सुरु भएको थियो, तर कोभिड-19 महामारीले अवरुद्ध भएको थियो र 2020 मा पुनः सुरु भएको थियो। परम पावन ज्यूको 87औं जन्म दिवसमा विश्वभरका नेताहरू, प्रमुख व्यक्तित्वहरू र विश्वभरका जनताबाट अभिवादनहरू पठाएका छन्। गत बुधबार बिहान धर्मशालामा स्थित परम पावन दलाई लामा ज्यूको मुख्य मन्दिर चुग्लाखाङको प्राङ्गणमा हिमाचल प्रदेशका मुख्यमन्त्री श्री जयराम ठाकुरको तर्फबाट परम पावन दलाई लामा ज्यूलाई शुभकामना सन्देशका साथै केन्द्रीय तिब्बती प्रशासनको औपचारिक कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रममा काशाको बनाइदिँदै सिजो पेम्बर छिरिङले तिब्बती बस्तीहरूको विकास, निर्वाचनमा रहेका शैक्षिक र भिक्षु संस्थानहरूको निर्माणमा परम पावन ज्यूको कडा परिश्रम र तिब्बती सङ्घर्षलाई बलियो बनाउनका लागि चीन तिब्बत विवाद समाधान उहाँको अथक प्रयासको स्मरण गर्नुभयो। बेल्जियम बौद्ध सङ्घका अध्यक्षले परम पावन दलाई लामा ज्यूलाई 87औं जन्म जयन्तीको अवसरमा उहाँलाई शुभकामना र प्रार्थना गर्नुभएको छ। तिब्बतका लागि जर्मन संसदीय समूहका तिब्बतका लागि स्विस संसदीय समूहले पनि परम पावन दलाई लामा ज्यूले उहाँको 87औं जन्मदिवसको अवसरमा बधाई दिएका छन्। यस हप्ता बुधबार नयाँ दिल्लीमा स्थित तिब्बत ब्युरो कार्यालयले इन्डियन हेबिटेट सेन्टरमा परम पावन दलाई लामा ज्यूको 87औं जन्मदिनको अवसरमा वार्षिक रात्रि भोजको आयोजना गरेको थियो। स्वागत समारोहमा भारतका संस्कृति राज्य मन्त्री श्रीमती मीनाक्षी लेखी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
सो कार्यक्रममा संयुक्त राज्य अमेरिका, जर्मनी, अस्ट्रिया, डेनमार्क, ताइवान, बोत्सवाना, चिली, इक्वाडर लगायत 17 देशका राजदूत तथा कार्यवाहक राजदूत लगायत नयाँ दिल्लीमा स्थित विभिन्न दूतावासका झन्डै 60 कूटनीतिज्ञहरू सहभागी हुनुभएको थियो। अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कन लगायत अन्य विश्व नेता र नीति निर्माताहरूले उहाँको जन्मदिनमा परम पवन ज्यूले शुभकामना सन्देश जारी गरेको छ। भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ट्विट गर्दै टेलिफोन मार्फत परम पवन ज्यूले शुभकामना दिँदै दीर्घायु र स्वास्थ्यको कामना गरेको छ। अस्ट्रेलियाली ग्रिन्स प्रवक्ता सेनेटर राइस र सेनेटर जन स्टिल जोन्सले उहाँको 70औं जन्मदिनमा परम पवन ज्यूले शुभकामना व्यक्त गरेको छ। फ्रान्सेली सिनेट फ्रेन्डशिप ग्रुपले तिब्बतको कार्यालय पेरिससँग संयुक्त रूपमा पेरिसको सिनेट हलमा परम पवन दलाई लामा ज्यूको 70औं जन्मदिन मनाएको छ। सो कार्यक्रममा सिनेटर ताइवानका राजदूत, तिब्बत समर्थक र तिब्बती सङ्घर्षका प्रतिनिधिहरू गरी करिब 35 जना सहभागी हुनुभएको थियो। जेनेभाले परम पवन दलाई लामा ज्यूको 70औं जन्मदिनको अवसरमा तिब्बतको राष्ट्रिय झण्डा र बौद्ध झण्डा पहिलो पटक जेनेभाको पाक्डु तिब्बतमा फहराएको ऐतिहासिक घटनालाई मनाएको छ र अब झण्डा स्थायी रूपमा पार्कमा फहरिनेछ। तिब्बती दूतावास कार्यालय डिसी, तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियान र क्यापिटल एरिया टिबेटन एसोसिएसनले संयुक्त रूपमा कार्यालयमा परम पवन दलाई लामा ज्यूको 87औं जन्मदिन मनाएको छ। तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उपसचिव उज्रा ज्याक सो कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित हुनुका साथै चेक राजदूत हिनेक खमोनिचेक र कसुर कितिरिम्बुछे अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। स्रोतहरूले पूर्व तिब्बती राजनीतिक बन्दी जिग्मे ग्याछोको मृत्युको रिपोर्ट गरेको छ। स्रोतका अनुसार सन् 2016मा जेलबाट रिहा भएदेखि नै खराब स्वास्थ्यका कारण 56 वर्षको उमेरमा जुलाई 2 तारिक 2022मा निधन भएको थियो। अन्य मिडियाको रिपोर्टहरूले सङ्केत गर्दछ कि जिग्मे जेलमा हुँदा आफूलाई लागेको चोटबाट निको हुन आवश्यक पर्दा चिनिया सरकारले उनलाई र उनको परिवारलाई धेरै अवसरहरूमा आपतकालीन चिकित्सा उपचार गरेको भए जिग्मे बाँच्न सक्थे भनेको छ। सन् 2009मा उनले चिनिया अधिकारीबाट भोगेको क्रूर व्यवहारको बारेमा एक भिडियो गवाही दिएपछि चर्चामा आए, जुन इन्टरनेटमा व्यापक रूपमा फैलिएको थियो। प्रतिनिधि सोनाम फ्रासी र सचिव लोचो सम्तेनले विभिन्न आस्थाका कार्यकर्ताहरूलाई भेट्ने र तिब्बती अवस्थाको बारेमा प्रश्नोत्तर सत्रहरूमा चेतना जोगाउने र अन्तर्राष्ट्रिय मन्त्री स्तरीय सम्मेलनमा धर्म वा आस्थाको स्वतन्त्रताबारे मन्त्री स्तरीय प्रतिनिधिहरूसँग छलफल गर्न मौका पाएका छन्। सम्मेलनमा लामो समयदेखि कट्टर तिब्बत समर्थक लर्ड अल्टन र अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी पूर्व राजदूत स्याम ब्राउनबेक पनि वक्ताको रूपमा उपस्थित हुनुभएको थियो। हस् त, आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।